गुड मर्निङ गाइज। अहिले न बिहानको 5 बजेको छ। बिहानै उठेर काम गर्नु परिरहेछ। समयले कहिलेकाहीँ यस्तो गर्ने रहेछ होइन। साला मान्छे भन्छन् के गर्नको लागि बिहानै उठ्नुपर्छ होइन। बिहान छिटो उठ्ने बानी बस्छ। अब यहाँ सहरतिर साला जहिले पनि त्यो अलार्मले बिउजिनै पर्छ कि बाध्यता हुन्छ कि यस्तो हुन्छ। नउठ्यो भने चाहिँ पुरै गाली खानुपर्छ। गाह्रो छ कि सर यस्तै हल्का दुःख भयो भने छैन। मान्छे भन्छन् म त दुःखारी पऱ्यो, दुःखारी भाग्य लिएर आएको रहेछु, लास्ट दुःख हुन लाग्यो भनेर भन्छन्। कहिले पनि मतलब दुःखारी भाग्य यो त्यो भनेर लिएर आएको हुँदैन कि। के हो भनेपछि मतलब भाग्य भनेको आफै कोर्न सक्ने हो कि। हल्का हल्का होला के हुन्छ होला, मतलब त्यो अचानक पनि हुन्छ होला। नत्र यो भाग्य भनेको त आफै कोर्ने होइन। कसैले पनि आफ्नो किस्मतलाई अभागी नठान्नु। यो भाग्य चाहिँ आफै मतलब कोर्न सक्नुपर्छ होइन। यो भाग्य कोर्न सकेन भने चाहिँ तब दुःख हुने हो। एकछिन अहिले कस्तो आवाज आउँछ हेर्नुलाई। अब मैले यहाँ पानी भर्छु ट्याक्क पारेर होइन। यो बुस्टर हो, यहाँ पुरै बिजुली हेर्नु न, यहाँ यताउता बिजुली छ। अब एकछिन कस्तो आउँछ है आवाज। यस्तो आउँछ कि डरै लाग्ने आवाज आउँछ क्या। मलाई त लाग्छ होइन कति बेला साला फुट्यो भने चाहिँ मतलब केही नभए पनि त्यो अङ्गत बित्तिकै छ्याप्पमा उड्यो भनेपछि त यस्तो कति बेला लाग्छ कि डर लाग्छ होइन। डर लाग्यो बिहानको यहाँ 5 बजे उठेर काम गर्नु परेको छ। अब के भन्ने गाह्रो छ होइन। अनि त्यो चराचुरुङ्गीले आवाज सिरबिर आवाज निकालेर उठाउँछन्। अनि मैले सहरमा अलार्म बस्दाखेरि बिउजिनुपर्छ भनेको थिएँ नि, स्याम त्यही हो कि। यहाँ चराचुरुङ्गीको आवाज त आला नुहाला त्यो आफ्नो ठाउँमा छ होइन। अलार्म बज्यो त बिउजिनु पऱ्यो कि। अलार्म बज्यो त बिउजिएन भने चाहिँ त्यस्तो पछि लास्ट गाह्रो हुन्छ कि। त्यो पनि हामी मिडल क्लास लोग हौँ नि। त्यो मिडल क्लासका मतलब के सोध्छौँ भने चाहिँ होइन, साला केही सानो दुःख पऱ्यो भने चाहिँ मै रहेछु अभागी यार, अरू कोही छैन त यार अभागी, मै रहेछु अभागी। साला मैले यति दुःख पाएँ अरू कसैले पाउँदैन, म मात्रै किन पाउँछु। अनि खोइ म आफू किन सक्दैन, म मात्रै रहेछु यार सबैभन्दा कमजोर, सबैभन्दा नसक्ने व्यक्ति भनेर भन्छन् कि। कहिले पनि हार नमान कि हामी यस्तो कि मिडल क्लास लोक भन्दा बित्तिकै साला यस्तो खतरा मान्छे हो नि। गर्न चाह्यो भने सब एकैचोटि गरिदिने हो, गर्न नचाह्यो भने पो अनि मतलब ऊ हुने त रोकिने हो त। त्यस्तो सबैलाई हुन्छ। हामी मतलब निर्णय लिनको लागि हल्का डोरा हुन्छ कि निर्णय छिटो लिन सक्दैनौँ। रुटिन बनाएर निर्णय लिएर काममा लाग्यो भने चाहिँ को अमिर बन्दैन कि, सब अमिर बन्छ। त्यही भएर होइन मिडल क्लास लोकलाई म यो भन्न चाहन्छु, म पनि मिडल क्लासै हो, तर त्यही पनि म यो भन्न चाहन्छु कि मेहनत गर भाइ, मेहनत गर्न छोड्दै नछोड, मेहनत गर्नुपर्छ। क्या हाँ भला बना रहा हूँ, कुछ बोलना चाहोगे? क्यों? हिन्दीमा एउटा भनाइ छ कि जो ज्यादा पढ गया त ऊ अघि बढ गयो। भनाइ एकदम खतरा छ। किनभने चाहिँ मान्छे कहिले पनि पढेर ठुलो हुने हो। किनभने चाहिँ जो पढेन नि त्यो मान्छे अगाडि बढ्दैन। पढाइ भनेको यो हो कि कसैले हल्का छुच्चो बोलिदियो, कसैले गाली गर्यो, कसैले मतलब केही भन्दा बित्तिकै त्यहाँबाट पनि शिक्षा सिक्नु छैन। जुन ठाउँबाट पनि शिक्षा सिक्नुहोस् कि, जुन ठाउँबाट पनि शिक्षा सिक्नुहोस्। यो जुन ठाउँबाट पनि सिक्यो भने चाहिँ अनौपचारिक शिक्षा यस्तो हो कि त्यसले अगाडि बढाउँछ कि। तपाईँ हिँड्नुहोस्, डुल्नुहोस्, जहाँ जान मन लाग्छ जानुहोस्, शिक्षा चाहिँ अनिवार्य सिक्नुहोस् क्या। तर पढाइ त ठुलो म मान्छु पढाइ, किनकि एकदमै ठुलो हो। तर पढाइ भनेको के हो भने त्यो बुझ्नु पऱ्यो के। पढाइ भने कस्तो चिज हो भने त्यो बुझ्नु पऱ्यो। पढाइ कहाँबाट पढ्ने, के गरेर पढ्ने भन्ने त्यो